Hello guys, welcome to my channel after a long time है त आज चाहिँ सागको सब्जी खानु पर्यो भनेर फटाफट साग टिप्दैछु है त साग पनि यस्तो मजाको छ नि अहिले त रोपे अनुसारले दुःख गरे अनुसारले दामी नै भएको छ साग एकदम राम्रो छ तपाईहरुले भिडियोमा पनि हेर्न सक्नुहुन्छ हैन यस्तो दामी छ नि एकदम नरम छ हैन त्यस्तो त्यो तितो हुने त्यस्तो केही पनि छैन यस्तो दामी छ तपाईहरुले पनि साग सब्जी चाहिएको छ भने आउनुस् है त हाम्रोतिर म फ्रीमा दिन्छु तपाईहरु सबैलाई है त म चाहिँ अब साग फटाफट टिपेर मोलमा लगाउँदै छु ढिलो गर्नु भएन ढिलो गरे भने त फेरि घरबाट गाली खाइन्छ नि त हैन यत्रो बेरसम्म बारीमा के गर्दै बसिस् भन्नुभयो भने मैले के भन्ने होला है भिडियो मात्रै बनाउँदै बसे भन्न पनि मिलेन हैन त अब सागहरु टिप्दैछु फटाफट टिप्दैछु सकेसम्म छिटै गर्न कोसिस गर्दैछु हैन अनि यहाँ मम्मी हेर्नु त यत्रो ठुलो रहेछ साग मेरो हात जत्तिकै लामो छ हेर्नु त भन्दै मम्मीले देखाइरहेको थिएँ मैले कति राम्रो भएको छ भन्दै गफ गर्दै म चाहिँ लागेँ घरतिर सरासर घर हिँडेँ घर पुगेपछि म सागहरु पनि पखाल्न थालेँ साग मजाले किरा भयो भने त फेरि खाँदै गर्दा किरा भेट्यो भने त खाएको पनि फेरि बाहिर निस्केला नि त हैन त्यही भएर मजाले एउटै हातले भए पनि मजाले हेर्दै किरा खेलाउँदै धुँदै गरेँ किरा त थिएन त्यस्तो किरा पर्या छैन खासै त्यही भएर त्यस्तो उयो गर्नु पर्दैन त्यही माटोहरु धुलोहरु टास्या हुन्छ त्यही हो पखाल्ने भने केलाइसक्या हो अब फटाफट धुँदै राखेँ हेर न फेरि भिडियो गरिदिने मान्छे पनि नभएर एउटा हातले यस्तो बिजोगले भिडियो बनाउँदै काम पनि गर्दै साग धुँदै बसेँ हैन सागहरु फटाफट धुँदैछु अनि फेरि चिसो पनि आजभोलि यति बढ्या छ नि पानी पनि छुनै मन नलाग्ने तर के गर्नु पानी छुनै पर्यो पानी नछुई त काम चल्दैन हैन त अब भाँडाकुँडा धुनदेखि लिएर खाना बसाउन चामल त पखाल्नु पर्यो नपखाली त भएन हैन हरेक कुरा गर्नको लागि पानी नै चाहियो नछुई पनि नहुने म त पानी छुन्न चिसो छ भन्न पनि नमिल्ने चिसो मानी आछु पानी कति चिसो रहेछ हौ भन्दै म सागहरु धुएँ सबै त्यसपछि अझै पो रहेछ त भनेर फेरि निकालेर धुन थालेँ मैले हैन अझै कतिवटा बाँकी छ त भन्दै हेर्दै गन्दै चिसो पानीले आछुचुचु भन्दै म साग धुन थालेँ कति बेला धुइसकेर यो पानी बन्द गर्नु जस्तो भयो क्या अब चिसोले हुन्छ नि हल्का घाम लागे पनि चिसो क्या पानी छुन नसकिने चिसो है तपाईहरुकोतिर चाहिँ कतिको चिसो छ कस्तो छ मौसम टक्क ल साग धुइसकेर म अब किचनमा जाँदैछु किचनमा गएर टक्क राखेँ त्यसपछि चपिङ बोर्डहरु मैले ठिक रेडी बनाएर काट्नतिर लागेँ स्वाट काट्दै थिएँ सागहरु टक्क काट्दै थिएँ एकदम फेरि कटाइ चाहिँ प्रोफेसनल यो कुकहरुको जस्तै छ है हल्का आफ्नो तारिफ गर्दै गरे नि त कटाइ चाहिँ दामी छ क्या मेरो हतार अब ढिलो गर्यो भने फेरि अलिक ढिलो खाना सब्जी पाको भने घरमा फेरि हाम्रो बुवा अलिक गनगन गर्नुहुन्छ क्या यति ढिलो किन गर्या के भन्दै हुनुहुन्थ्यो म आफै काट्छु भन्नुभयो बुवाले छोड त हट म काट्छु तैँले भन्दा राम्रो म काट्छु म कति सिपालु छु तँभन्दा हेर है त भनेर बुवाले मैले अघि काटेकोहरू उता बोलमा राखेर बुवाले काट्न थाल्नुभयो
बुवाले टक्क काटी पनि सक्नुभयो होइन अनि प्याज पनि काटिसक्नुभयो अनि बुवाले लास्टमा चाहिँ बुवाले नै सब्जी पकाउनु भयो पकाएको र खाएको चाहिँ मैले भिडियो हालिनँ है त गाइज बाई